साँचो माया गर्ने मान्छेले मुखले जेसुकै भनोस् तर उसको व्यवहारले यी 5वटा कुरा कहिले पनि देखाउँदैन। नम्बर 1, तपाईको अपमान गर्दैन। एउटा सम्बन्धमा रेस्पेक्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ। माया गर्ने मान्छेले रिसाएको बेला पनि तपाईको भावनाको कदर गर्छ। उसले कहिले तपाईलाई होच्याउने, तपाईलाई अपमान गर्ने वा आफूभन्दा सानो महसुस गराउने व्यवहार गर्दैन। नम्बर 2, तपाईको भावनालाई बेवास्ता गर्दैन। साँचो मायामा एक अर्काको सुख दुःखमा साथ हुनु एकदमै महत्त्वपूर्ण हुन्छ। माया गर्ने मान्छे तपाईको खुसी, दुःख र दिनभरिका साना साना कुराहरूप्रति पनि चासो राख्छ। ऊ जति नै व्यस्त भए पनि तपाईको लागि केही समय निकाल्न र तपाईको कुरा सुन्न कहिले पनि बिर्सन्दैन। नम्बर 3, तपाईको विश्वास तोड्दैन। विश्वास नै साँचो मायाको आधार हो। माया गर्ने मान्छेले तपाईको विश्वास कहिले तोड्दैन र बिना कारण शङ्का गरेर त्यो सम्बन्धलाई कहिले पनि कमजोर बनाउँदैन। नम्बर 4, अरू कसैसँग तपाईको तुलना गर्दैन। साँचो मायाले तपाईलाई तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै स्वीकार गर्छ। माया गर्ने मान्छेले तपाईलाई अरूसँग कहिले पनि तुलना गर्दैन र आफ्नो इच्छा अनुसार बदल्न कहिले पनि दबाब दिँदैन। नम्बर 5, अप्ठ्यारो समयमा पनि तपाईको साथ छोड्दैन। जसले साँचो माया गर्छ उसले सुखमा मात्र होइन, दुःख र कठिन समयमा पनि तपाईको साथ दिन्छ। माया गर्ने मान्छेले तपाईलाई समस्या परिरहेको समयमा तपाईको हात छोडेर भाग्दैन। माया गर्ने मान्छेले तपाईलाई सधैँ खुसी राख्न नसक्ला तर दुःखमा एक्लो महसुस कहिले पनि हुन दिँदैन। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै मायासँग जोडिएका कुराहरूको लागि फलो गर्न चाहिँ नबिर्सिनुहोला। थ्याङ्क यू।